तिम्रो श्रीमान आज पैसा लिएर मलाई भेट्न आउँदैछ। मैले तिमीलाई सबै कुरा भन्न बोलाएकी हुँ। के भन्यौ तिमीले? ऊ किन पैसा लिएर तिमीलाई भेट्न आउँछ? यो सबै के भइरहेको छ? हामी बीच सम्बन्ध थियो, अहिले मसँग प्रमाण छ, त्यसैले ऊ पैसा दिएर कुरा मिलाउन खोज्दैछ। हामी यही मौका प्रयोग गर्छौं। ऊ आउँदा सबै कुरा रेकर्ड गरेर उसको सत्य बाहिर ल्याउँछौं। ठीक छ, अब उसलाई बच्न दिने छैनौ। मैले आफै सबै कुरा देख्न र प्रमाणित गर्न चाहन्छु। सबै तयारी पूरा भयो। ऊ पैसा लिएर आउँदा हामी चुपचाप सबै प्रमाण सुरक्षित गर्नेछौं। आज मैले आफ्नै आँखाले सबै देखेँ। तिमीले मलाई कस्तो धोका दिएछौ, अब थाहा भयो। कोही नहल्लिनुहोस्। तपाई पक्राउमा हुनुहुन्छ। सबै कुरा हामीले रेकर्ड गरिसकेका छौं। तपाईलाई अपहरण गरेको गम्भीर आरोपमा अहिले नै पक्राउ गरिन्छ। म निर्दोष छु, मलाई फसाइएको हो। कृपया मेरो कुरा सुन्नुहोस्। म सबै सत्य बताउन चाहन्छु।